यो गेस गर्नु न भन्ने मान्छेहरूसँग मेरो छुट्टै किसिमको रिस छ के। जस्तो अब सिम्पली तिम्रो उमेर कति भयो भने पनि गेस गर्नु न। तिम्रो हाइट कति हो भन्यो भने खै गेस गर्नुहोस् त। तिम्रो वेट कति भयो नानी भने ओहो गेस गर्नु न। तिमी कति क्लासमा पढ्छौ गेस गर्नु त, ल गेस गर्नुहोस् त। तिमी कति वर्षको भयो गेस गर्नु त। तिम्रो बर्थडे कहिले हो ल गेस गर्नुहोस् त भन्यो। ल ठिकै छ गेस गर्नु भन्यो हो। तिम्रो उमेर 18 हो भन्यो भने होइन 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 अलिकति माथि, अझै माथि, मिलेन 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 भन्छ। 24 हो भन्यो भने होइन 24 जस्तो देख्छु त म, त्यत्रो त होइन अलिक कम हो भन्छ के। रहेछ 22 भनेपछि 22 भन्नको लागि यति लामो 1 घन्टाको सिनारियो बुनेर लास्टमा 22 भन्नु साट्टो त कति हो तिम्रो उमेर भन्दा 22 भन्दा भएन र। सबै उनलाई तल पनि जानु छ माथि पनि जानु छ, ठ्याक्कै बिचमै पारिदिनु छ, अनि लास्टमा भन्नु छ गेस गर्नुहोस् त भने। यस्तो यो बानी छोड न यार। जति सोध्यो जे सोध्यो त्यो मात्र भन न। गेस गर्नु गेस गर्नु गेस गर्नु। अहिले त्यही गेस गरिदिन्छु अनि फेरि ल।